पुग्नु यहाँ भर्खर निक्लेको छिटो 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 हामी चाहिँ हुन्छ हुन्छ मेरै हुन्छ आगे गर भन न यता ब्याक गर भन सामान अब पुग्लो एल्बिस यता यता उता जाऊ ब्याग सामानहरू चाहिँ अझ सामान हुन्छ भन न त्यसलाई है अन्त माया गर न माया रिदी दिदीसँग हक गरिराख रिदी दिदीसँग रिदी दिदी बाई भनेर हक गरिराख न रिदी हक गर न रिदी दिदीसँग बाय बाय भन हम तो आप लोग भी चले जाएंगे सब खाली खाली होगी नहीं आर्मी लाइफ है ऐसे अच्छे से ना ऐसे प्लीज ना आप लोग फोन करना दीदी मैं बाद में भेज दूंगी यहाँ कुछ नहीं अच्छे से पढ़ाना है कि अच्छे से जाना फिर इसको अच्छे से बाय बाय कर बाय बाय करो वहीं से बाय बाय करो बाय बाय करो बाय बाय अब जो खै आन्टीलाई बाई बाई कहाँ गयो काजु गयो अहिले सिनबाट खानु जाउँ होस् अहिले त्यति गएको आज हामी घर जाँदैछ तर पहिला जस्तो खुसी छुइनँ कस्तो भइरहेको छ होइन केन्चोले ब्याग बोक्दाखेरि हेर्नु न यता हेर त सानो एकदम भएन हामी चाहिँ भर्खर स्टेसन आइपुग्यौँ कि यहाँ केन्चो एक्साइटेड हामी चाहिँ ट्रेनमा बसिसकिसक्यो हो यहाँ हेर न इबुक हेर न इबुक इबु यहाँ 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 अर्को फेरि ट्रेनमा चढ्नुको लागि यस्तो साह्रो एक्साइटेड गर्छ इबु यहाँ अब कहाँको यहाँ है म पुछिदिन्छु यहाँ ठोकिन्छ लड्छ बुङ हुन्छ आऊ यहाँ आऊ यहाँ ट्रेनमा बसिसकिसक्यो अघि गयो चाहिँ पुग्नु यहाँ झगडा गरेर हो यहाँ पुग्नु त्यही छ यहाँनिर चाहिँ यहाँ झगडा गर्दैछ चाहिँ मिठोहरू यो चाहिँ हाम्रो केन्जी चाहिँ खिड्कीमा बसेर हेर्ने कि अब सुत्नुपर्छ ल सुतौँ ल सुतेर उठ्नु अब चाहिँ हेर नि सुत्नु नदिएको मलाई हेर उठेर कस्तो पसिनाले लुगा भिजेर लुगा फेरिदिएको बदमास पुग्लु यहाँ छ अब हाम्रो बिहान भयो है पुग्लु अब हामी चाहिँ पुग्नु आँट्यो भन दादा यहाँ छ दादा चाहिँ किन दुःखी भएको के भयो ल बदमास पुग्लु यहाँ छ फेरि भन हाई भन अब हामी पुग्नु आँटेको हो पुग्लु हाई भनिदिनुहोस् पुग्लु हाई भनिदेऊ न हाई फेरि भाइ भनिदेऊ न हाई पुग्लु हाई अब हामी पुग्नु आँटेको ल भन ऊ दादा यहाँनिर छ खोकी लाग्दैछ अब हामी डाइरेक्ट एनजेपी पुग्छ है अघि गर्दै बाई भन अब चाहिँ बाई भन छिटो बाई भनिदेऊ हामी चाहिँ एनजेपी आइपुग्यौँ भन न एनजेपी आइपुग्यौँ होइन छिटो छिटो हालत यस्तो छ यहाँनिर ब्याग बोकेर गर्मी भयो भने ज्याकेट खोला ल घरतर्फ लाग्दै छैन नि फेरि यहाँ यस पानी खाएको कहाँ चढेको अरे तिमी त्यो भाइले भन्छ
त्यहाँको हामी आइपुग्यो यस्तो चाहिँ छाला नभएको रातो त्यो के 5 किलो यसले ऊ चमच ल्याउँदैछ फुलाई बिचार एक दुई मास भात खायो त्यो ट्रेनमा खाएर त दाल पनि पिरो दिँदो रहेछ के हो बिचारा खानु नसकेर नि छक्कै पानी परेर 3 दिनसम्म चाहिँ गाडीमा सब पहिला नपढ्नु बस्नु केन्जो चाहिँ जाडो भयो भनेर रुँदैछ रुखो हेर्नु नि हामी आइपुगेको निनीहरूको ऊ पर छ आउनु जाउँ हिँडौँ न दिप्सा दिदी अगाडि हिँड्नुहुन्छ त्यहाँदेखि तिमी हिँड जाडो चाहिँ पुकुलो चाहिँ यहाँ जाडोले हो निनीको घरमा आइपुगेर चाहिँ हाम्रो चाहिँ सामानहरू यस्तो छ ल थालिङ भयो हो ट्रलीहरू यस्तो छ हाम्रो केन्जो कहाँ गयो भर्खर चिया पिसकिसक्यौँ हामीले जाडो भएर यी सक्स लगाएर टोपी लगाएर हाइनेक लगाएछ हेलो गाइजहरू भन्ला जस्तो छ यहाँ हेर न बाउ छोरा यता है चाहिँ यो सिँढी चढ्नुपर्छ अब हो हामी चाहिँ उकालो एकछिन माथितिर घुम्नु गएको देखेको त हाँसेछ है यो चाहिँ दामी घाम लागिरहेको छ दार्जिलिङमा चाहिँ गर्मीमा दिदीभाइ चाहिँ यहाँ पुगेछ हो दुईजना चाहिँ यहाँबाट चाहिँ भ्यू यस्तो देख्यो यस्तो छ यस्तो छैन यो चाहिँ दार्जिलिङको हामी चाहिँ उत्ताबाट आएको हो नि कति तार पो भइरहेको छ फेरि यता चाहिँ नयाँ बनाएको रहेछ हौ हामी आउँदा त बनाउँदै थियौँ जाँदैछ यहाँनिर चाहिँ केन्जल चाहिँ भर्खर हेर्दैछ क्या त्यसको कालोबाट एउटा गेट खनेर हाम्रो स्कुलको बाटो निस्किन्छ अच्छा त्यहाँबाट चाहिँ यहाँ पनि यस्तो केन्जो म तिमीलाई त्यहाँ फोटो खिचिदिन्छु ल हामी गुम्बामा आएको छौँ कि यहाँनिर गुम्बामा आऊ कहाँ कुरा चाहिँ त्यो उयो देखेर घुम्नुको लागि गुम्बामा आएको छ यहाँनिर